मधुलाई उसले कसै गरी पनि बिर्सिन सक्दैन। मधुले एउटा प्रेमिकाको रूपबाट, आफ्नो श्रीमतीको रूपबाट भन्दा पनि बसन्तीले एउटा आफ्नो जिन्दगीको मार्गदर्शकको रूपबाट, एउटा जिन्दगीको गुरुको रूपबाट अगाडि बढ्न चाहन्छ। त्यो किसिमको सम्बन्ध बनाएर अगाडि बढ्न चाहन्छ। दर्शकवृन्द नमस्कार, म चाहिँ सहरिया बुहारी सिरियलको बसन्ते। विशेष गरी धेरै दर्शक श्रोताहरूले मलाई बसन्ते भनेर पनि चिन्दै आउनु भएको छ। दर्शकवृन्द, विशेष गरी म चाहिँ सहरिया बुहारी सिरियलको बारेमा हप्ताको 2 पटक विभिन्न खालका अनि महत्त्वपूर्ण जानकारीहरू लिएर आउने गर्दछु, सोमबार र बिहीबारको दिन। दर्शकवृन्द, विशेष गरी आज चाहिँ बिहीबारको दिन हो। बिहीबारको दिन भएकै कारणले गर्दाखेरि सहरिया बुहारी सिरियलको 115 भाग आउने दिन। विशेष गरी सहरिया बुहारी सिरियलको 115 भाग पनि सञ्जीवनी इन्टरटेनमेन्टको युट्युब च्यानलमा आइसकेको छ। धेरै भगवान रूपी दर्शक श्रोताहरूले त हेरिसक्नु भएको छ। यदि हेर्नु भएको छैन भने युट्युबमा गएर सहरिया बुहारी 115 भाग सर्च गरेर अथवा सञ्जीवनी इन्टरटेनमेन्टको युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुनेछ। दर्शकवृन्द, विशेष गरी आज चाहिँ म यो भिडियो मार्फत चाहिँ के कुराकानी गर्नेछु त? विशेष गरी आज म चाहिँ यो भिडियो मार्फत कुराकानी गर्नेछु आगामी दिनमा सहरिया बुहारी सिरियलका कथावस्तुहरू कसरी अगाडि बढ्लान्। त्यस्तै गरी अब मधु र बसन्तीको सम्बन्ध अन्तिम चरणमा आइपुगेको छ। अब मधु र बसन्तीको सम्बन्ध कसरी अगाडि बढ्ला, कुन हिसाबबाट अगाडि बढ्ला, जुन आजसम्म चाहिँ एक प्रेमी र प्रेमिकाको रूपमा यहाँसम्म आएको सम्बन्ध अब के होला त भन्ने धेरै भगवान रूपी दर्शक श्रोताहरूको उत्सुकताको विषयवस्तु रहेको छ। यो विषयमा पनि चर्चा गर्दै जानेछु। यो सँगसँगै अब रिता र बसन्ती के मिलेर अगाडि बढ्न सक्लान् त? जुन मधु र बसन्तीको सम्बन्धमा दरार आइसकेपछि, उनीहरूको सम्बन्धमा चिसिएपछि, उनीहरू टाढा भइसकेपछि रिता र बसन्तीको सम्बन्ध कस्तो होला त? यो बारेमा चर्चा गर्नेछु। सँगसँगै अब मधुको जुन पछिल्लो गतिविधि तपाईँहरूले सहरिया बुहारी सिरियलको 115 भागमा देख्नु भएको छ। उनी चाहिँ प्रेममा पागल भएकी छिन्। उनी घरि के बोल्छिन्, उनी आफैलाई बोलेको पनि अत्तो पत्तो छैन। यो बारेमा चर्चा गर्नेछु। अब मधुको अवस्था के हुँदै जाला त भन्ने विषयमा चर्चा गर्दै जानेछु। सँगसँगै हाम्रा भगवान रूपी दर्शक श्रोताहरूले दिनुभएका सल्लाह सुझाव अनि प्रतिक्रियाहरूलाई पनि खोतल्दै जानेछु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। दर्शकवृन्द, सुरुवात गरौँ सहरिया बुहारी सिरियलको 115 भागको छोटो रिभ्यूबाट। त्यस पछाडि चाहिँ अन्य विषयवस्तुहरूमा प्रवेश गरौँला। विशेष गरी सहरिया बुहारी सिरियलको 115 भागमा के भएको छ त भन्दै गर्दाखेरि सहरिया बुहारी सिरियलको 115 भागमा फाइनल्ली मधुलाई चाहिँ बसन्तीको विवाह भएको कुराहरू सबै खुलस्त भइसकेको छ। त्यस पछाडि उनी पागल जस्तो भएकी छिन्। उनले चाहिँ म के बोलेको छु, के गरेको छु र चाहिँ अब मैले के गर्नुपर्छ भन्ने कुरा उनलाई केही पनि अत्तो पत्तो छैन। यो एकदम दुःखद कुरा हो। जुन चाहिँ एक प्रेमी र प्रेमिका छुट्नु पर्दाखेरिको पीडा यतिखेर मधुले आफ्नो क्यारेक्टर अनुसार चाहिँ निर्वाह गरेकी छिन्। त्यो भूमिका निर्वाह गरेकी छिन्। जुन प्रेममा मान्छेहरू पागल हुन्छन् भन्ने गरिन्छ। प्रेममा पागल भएका ती प्रेमी जोडीहरू एक आपसमा छुट्नु पर्दाखेरि उनीहरूलाई कतिसम्म पीडा हुन्छ, कतिसम्म असर गर्छ उनीहरूको मानसिकतामा भन्ने कुराहरूलाई हामीहरूले विशेष गरी सहरिया बुहारी सिरियलको 115 भागमा सबै कथावस्तुहरू देखाउने कोसिस गरेका छौँ। जुन मधुको अवस्था पछिल्लो समयमा देख्दै गर्दाखेरि यस्तोसम्म भएको छ कि मधु पछिल्लो समयमा चाहिँ बसन्तीसँग विवाह गर्न, बसन्तीसँग जिन्दगी बिताउन, बसन्तीसँगै सुख दुःख साट्नका लागि सबै तयार भएकी थिइन्। तर यता बसन्तीको चाहिँ मामा र सौतेनी आमाले जबरजस्ती रितासँग विवाह गराइदिए। रितासँग विवाह गराइसकेपछि पनि लामो समयसम्म बसन्तीले मधुसँग आफ्नो विवाह भएको कुराहरू लुकाउँदै आएको थियो। किन लुकाएको थियो त भन्दै गर्दाखेरि जुन आफूले माया गरेको मान्छेलाई दुःख लाग्ला, उनको मनमा चिसो पस्ला, उनको मन दुख्ला, जुन आफू बसेको मन दुख्ला भन्ने खालका यी अब धेरै कुराहरू सोचेर उनी पागल होलिन् भन्ने कुराहरू सोचेर मधुलाई लुकाउँदै आएको थियो। यो मात्र होइन, बसन्तीले पटक पटक मधुसँग आफ्नो विवाह भएका कुराहरू खोतल्ने कोसिस गरेको थियो, मधुलाई भन्ने कोसिस गरेको थियो र उसले मन चोर्नका लागि यदि यस्तो भयो भने के गर्थ्यौ भनेर योभन्दा धेरै अगाडिका भागहरूमा पनि उसले भन्दै गर्दाखेरि मधुले भन्ने गर्थिन्, म त यो संसारमै रहदिनँ होला, तारे भिरमा गएर हाम फाल्छु अथवा चाहिँ घाँटीमा डोरी कस्छु अथवा काली पस्छु। यी अब धेरै कुराहरू गरिसकेपछि बसन्तीले आफ्नो विवाह भएका कुराहरू खुलाएको थिएन, लुकाउँदै आएको थियो। तर सहरिया बुहारी सिरियलको 114 भागमा चाहिँ बसन्तीले एकदमै हिम्मत जुटाएर ज्ञानुलाई फोन गरेर बोलाएर भन्नै पर्ने बाध्यता थियो, किनकि उसको घरमा श्रीमती थिइन्। यतातिर मधुले मलाई छिटो बिहे गर, तेरो घरमा लैजा भनेर जबरजस्ती यसरी भन्न थालिसकेपछि बसन्तीलाई जुन ज्ञानुलाई फोन गरेर बोलाएर बाध्यताले उसले भनेको हो त्यो भनिसकेपछि यतिखेर मधुको जिन्दगीमा दिउँसै रात परेको छ, 7:30 का दशा लागेका छन् र चाहिँ उनलाई धेरै
जिन्दगीले ठगेको महसुस हुँदै आएको छ। अब यो हुँदै गर्दाखेरि मधुलाई तपाईँहरूले 115 भागमा देख्न सक्नुहुन्छ, पागल जस्तो भएकी छिन्। जुन मधुको अवस्था देखिसकेपछि मधुको बुवा पनि चिन्तित छन्, रोएका छन्, बरिन्दाना आँसु चुहाएका छन्। जुन छोरी यसरी कसैको प्रेममा पागल होली भनेर उनको बुवाले कहिले पनि सोच्नु भएको थिएन। तर आफ्नै छोरीको खुसीको लागि भनेर सहरमा भएको त्यति ठुलो घरलाई यत्तिकै बिर्सेर, यत्तिकै तालाचाबी लाएर गाउँमा आएर बसेका हुन् मधुको बुवा। तर मधुको त्यही खुसीको लागि, आफ्नै छोरीको खुसीको लागि यति धेरै त्यागहरू गर्दाखेरि पनि मधु पछिल्लो समयमा आएर जुन अवस्था देखिसकेपछि आफ्नो छोरीको एकदमै चिन्तित छन् मधुको बुवा पनि। अब यो चिन्तित हुने अवस्था त्यही प्रेमले गर्दाखेरि यो भएको हो। उतिखेर बसन्तीले भनेकै हो, भगवान रूपी दर्शक श्रोताहरूलाई पनि थाहा छँदैछ, विवाह गरौँ भनेर पटक पटक भनेको हो। जुन सहरिया बुहारी सिरियलको 192, 191, 92, 93 भागतिर जसरी मधुले बसन्ते सँगसँगै बसन्तेका आफन्तहरूसँग लफडा गरेर आफ्नै माइतमा गएर बस्न थालिन्, बुवाहरूसँगै गएर बस्न थालिन्, त्यतिखेर त्यति धेरै वचनहरू लगाउँदाखेरि पनि बसन्तेले सहेकै हो। उसले सहनशील भएर बसिरहेको थियो। त्यस पछाडि उनीहरूको फेरि मिलन भयो। मिलन भइसकेपछि उनीहरू एकअर्काको प्रेम सम्बन्धमा थिए। नभन्दै अन्तिम चरणमा आएर बसन्तेका ती पापी मामा आएर जुन आफ्नो दिदीसँग अर्थात् चाहिँ बसन्तेको सौतेनी आमासँग मिलेर बसन्तेको जबरजस्ती रितासँग विवाह गराइदिए। यस्तो अवस्थामा ल्याएर, यस्तो जटिल अवस्थामा ल्याएर विवाह गर्न बसन्ते बाध्य भएको थियो कि जब बसन्तेको आमाले षड्यन्त्र गरेर यदि तैँले विवाह गरिनस् भने मैले घाँटीमा डोरी कस्छु भनेर बसन्तेको आमाले घाँटीमा डोरी कस्न समेत पछि नपरेकी थिइन्। जब बसन्तेको आमाले घाँटीमा डोरी कसिसकेको बसन्तेले देख्यो, त्यसपछि चाहिँ आमा यसो नगर्नुहोस्, तपाईँको माग के हो, के गर्दाखेरि तपाईँ खुसी हुनुहुन्छ, किन यसो गर्नुहुन्छ भनेर जुन बसन्तेले सोध्ने क्रममा आमाले भनेकी थिइन्, हामीले भनेको केटीसँग विवाह गर्ने भए गर, नत्र भने म यत्तिकै मर्दिन्छु, अकालमै ज्यान फाल्छु भनेर आमाले भनेकी थिइन्। त्यस पछाडि मामाले पनि धेरै केरकार गरेर बसन्तेको जबरजस्ती रितासँग विवाह गराइदिएको कुरा धेरै हाम्रा भगवान रूपी दर्शक श्रोताहरूलाई अवगत छ। यदि नयाँ हुनुहुन्छ भने पनि हाम्रा योभन्दा अगाडिका 102, 103, 101, 102, 103, 104 भाग हेर्दै जानुभयो भने बसन्तेको कसरी विवाह गराइदिएका हुन् जबरजस्ती भन्ने कुराहरू त्यहाँनिर सबै खुलस्त देखाइएको छ। हाम्रा धेरै भगवान रूपी दर्शक श्रोताहरूलाई थाहा छ। यदि कोही नयाँ दर्शक श्रोताहरू हाम्रो सहरिया बुहारी सिरियलमा जोडिनु भएको छ भने मैले यहाँबाट खुलाउन चाहेँ, यो कारणले गर्दाखेरि विवाह भएको हो भन्ने कुराहरू 101 देखि 105 भित्रका ती सबै कथावस्तुहरू हेर्नुभयो भने तपाईँहरूलाई सबै छर्लङ्ग हुनेछ। विशेष गरी सहरिया बुहारी सिरियलको 115औं भागमा आउँदै गर्दाखेरि एकदमै दुःखदायी कुराहरू छन्। त्यहाँनिर मधु र बसन्ते एक अर्कासँग छुट्टिएका छन्। धेरै भगवान रूपी दर्शक श्रोताहरूले रुचाएको सिरियलको जोडी एउटा चाहिँ रिलको जोडी, यो रिलको जोडी एक अर्कासँग टाढा हुँदै गर्दाखेरि धेरै दर्शक श्रोताहरूलाई दुःख लागेकै होला। हामी सहरिया बुहारी सिरियलका सम्पूर्ण टिमलाई पनि दुःख लागेको छ। हुन त बसन्ते र मधुको विवाह हुनुपर्छ भनेर धेरै केही भगवान रूपी दर्शक श्रोताहरूले भन्दै आउनु भएको थियो। हो, हामीहरूले पनि ती सल्लाह सुझाव अनि प्रतिक्रियाहरूलाई पनि हेरेर चाहिँ अगाडि बढ्ने कोसिस गऱ्यौँ। तर चाहिँ घरमा एउटा श्रीमतीसँग विवाह गरेको श्रीमती हुँदाहुँदै अर्को सौता ल्याएर आउने हो भने यो समाजमा एउटा नकारात्मक सन्देश जान्छ कि नकारात्मक सन्देश गइसकेपछि पनि यो सिरियललाई कसरी अगाडि बढाउने, किनभने हामीहरूले सिरियल निर्माण गर्नुको खास तात्पर्य भनेको यो हो कि समाजमा कुनै केही एउटा राम्रो सन्देश जाओस्, केही सिक्ने मौका मिलोस्, केही कुरा सिक्ने मौका मिलोस् भनेर केही सन्देशमूलक हामीहरूले सिरियल निर्माण गर्ने गर्छौँ। तर चाहिँ हामीहरूले बहुविवाह सजिलैसँग बहुविवाह गरेको देखायौँ भने त्यो पक्कै पनि अपाच्य हुन्छ, यो समाजको लागि एउटा नराम्रो सन्देश जान सक्छ भनेर हामीहरूले घरमा एउटा श्रीमती हुँदाहुँदै अर्को श्रीमतीमाथि श्रीमती सौता हालेर यो किसिमको हामीले सहरिया बुहारी सिरियललाई अगाडि नबढाउन सकेसम्म कोसिस गरेका हौँ। हेरौँ अब भगवान रूपी दर्शक श्रोताहरूको माया, त्यस्तै गरी भगवानको कृपा, त्यस्तै गरी दर्शक श्रोताहरूले अझै पनि माग गर्दै जानुभयो भने यो विषयमा अझै हेरफेर गर्दै त्यही अनुसार अगाडि बढ्दै जानका लागि हामीहरू सधैँभरि तयार छौँ, तत्पर छौँ। मधु र बसन्तीको सम्बन्ध अब कस्तो हुनुपर्छ, के हुनुपर्छ भनेर धेरै भगवान रूपी दर्शक श्रोताहरूले सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहुनेछ भनेर हामीहरूले विशेष गरी अपेक्षा गरेका छौँ। अब यस्तै गरी आगामी दिनमा मधु र बसन्तीको सम्बन्ध कस्तो होला त भन्ने विषयवस्तुतिर जाउँ थोरै। जुन बसन्तीले पटक पटक भन्दै आएको छ कि
मधुलाई उसले कसै गरी पनि बिर्सिन सक्दैन। मधुले एउटा प्रेमिकाको रूपबाट, आफ्नो श्रीमतीको रूपबाट भन्दा पनि बसन्तीले एउटा आफ्नो जिन्दगीको मार्गदर्शकको रूपबाट, एउटा जिन्दगीको गुरुको रूपबाट अगाडि बढ्न चाहन्छ। त्यो किसिमको सम्बन्ध बनाएर अगाडि बढ्न चाहन्छ। किनभने बसन्ती एउटा पिंजडामा थुनिएको चरो थियो। 5 वर्षको उमेरमा हराएर 20औं वर्षपछि आफ्नो गाउँमा फर्केर लिएर आउनुको सबै हात भनेको मधुको छ। त्यो कारणले गर्दाखेरि बसन्ती आज जहाँ जसरी आएको छ त्यो सबै हात मधुको नै हो भनेर बसन्तीले आजसम्म भन्दै आएको छ। होइन भने यदि मधु थिएनन् भने र चाहिँ मधुले यति ठुलो आँट गरेकी थिएनन् भने आज पनि बसन्ती त्यही सहरको कुनै कुनामा एउटा घरभित्र काम गरेर साँझ बिहान आफ्नो पेट पाल्नका लागि काम गरिरहेको अवस्थामा हुन्थ्यो होला। तर त्यो अवस्थाबाट मधुले यो अवस्थामा ल्याउनका लागि धेरै सहयोग गरेकी थिइन्। यो कुरा बसन्तीलाई थाहा छ। उसले कहिले पनि बिर्सिन सक्दैन, अन्तिम सास रहेसम्म पनि बिर्सिन सक्दैन। त्यो कारणले गर्दाखेरि बसन्तीले चाहन्छ एउटा प्रेमी र प्रेमिकाको रूपको सम्बन्ध भन्दा पनि अब मधु र बसन्तीको सम्बन्ध भनेको एउटा गुरु र चेलो, त्यस्तै गरी चाहिँ एउटा मधुलाई चाहिँ जिन्दगीको मार्गदर्शक सम्झेर अगाडि बढ्न चाहन्छ। मधु र बसन्तीको सम्बन्ध यस्तो होस् भन्ने चाहन्छ। तर बसन्तीको यो सम्बन्ध यस्तो किसिमको सम्बन्ध होस् भन्ने कुरालाई, यस्तो किसिमको सम्बन्ध होस् भन्ने प्रस्तावलाई मधुले अब स्वीकार गर्लिन् या नगर्लिन्, अथवा आगामी दिनमा बसन्तीसँगको सम्बन्ध कस्तो कुन हिसाबबाट अगाडि बढाउँदै जालिन्, ती कुराहरू भने आगामी सहरिया बुहारी सिरियलका भागहरू हेर्न बाँकी नै छ। आगामी दिनमा कथावस्तुहरू तयार गर्न बाँकी नै छ। त्यो कारणले गर्दाखेरि पनि हाम्रा भगवान रूपी दर्शक श्रोताहरूले जस्तो किसिमको सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिँदै जानुहुन्छ त्यही अनुसार हामीहरूले कथा तयार गरेर हाम्रा भगवान रूपी दर्शक श्रोताहरू समक्ष जस्ताको तस्तै कथा तयारी गरेर सहरिया बुहारी सिरियल लिएर आउने कोसिस गर्नेछौँ। त्यसका लागि हाम्रा भगवान रूपी दर्शक श्रोताहरूको सल्लाह सुझाव अनि प्रतिक्रिया भनेको सधैँभरि हाम्रो लागि एउटा मार्गदर्शक सँगसँगै एउटा अमूल्य हुनेछ। त्यसका लागि सल्लाह सुझावहरू दिँदै गर्नुहोला। त्यस्तै गरी अब रीताको सम्बन्धतिर जाऊँ। रीताको सम्बन्धतिर बसन्तीले एउटा आफ्नो श्रीमतीलाई विवाह गरेर भगवानसँग कसम खाएर मन्दिरमा विवाह गरेर लिएर आएको घरकी श्रीमती हुन्। त्यो कारणले गर्दाखेरि बसन्तीले सकेसम्म आफ्नो श्रीमतीलाई धोका दिन हुँदैन, श्रीमतीलाई सकेसम्म खुसी राख्ने कोसिस गर्नुपर्छ भन्ने खालको उसको मनमा लागिरहेको छ। त्यो लागिरहेकै कारणले गर्दाखेरि पनि मधुलाई आफ्नो विवाह भएका कुराहरू सबै खुलस्त भनेको हो। यदि बसन्तीले चाहेको भए रीतासँग जबरजस्ती बिहे गरिदिएका हुन्, मैले मन पराएको छैन, रीतालाई जबरजस्ती छोड्नै पर्छ भन्ने कुराहरू उसले चाहेको भए रीतासँग नमिले जस्तो व्यवहार गर्ने, रीतालाई माया नगरे जस्तो व्यवहार गर्ने, यी अब धेरै कुराहरू गर्थ्यो। तर उसले सबै कुराहरू मिलाएर मधुलाई पनि एउटा थमथम्याएर राख्ने, रीतालाई पनि माया गरे जस्तो गर्ने गरेर यही अनुसार अगाडि बढिरहेको छ। बसन्तीले आगामी दिनमा पनि रीतालाई पनि माया गर्दै जानेछ, मधुलाई पनि माया गर्दै जानेछ। सकेसम्म मधुलाई एउटा जिन्दगीको मार्गदर्शक र एउटा चाहिँ गुरु, जुन जिन्दगीका हरेक कुराहरू, हरेक चिजहरूको विषयमा केही कुराको निर्णय गर्नु पर्यो भने, केही काम नयाँ कामको थालनी गर्नु पर्यो भने मधुलाई सोधेर त्यही अनुसार अगाडि बढ्नेछ। त्यही अनुसार यी सबै कुराहरूलाई अगाडि बढाउँदै लानेछ बसन्तीले। यो कुरा पनि हाम्रा भगवान रूपी दर्शक श्रोताहरू समक्ष मैले खुलासा गर्न चाहन्छु, खुलस्त भन्न चाहन्छु। किनभने भगवान रूपी दर्शक श्रोताहरूले सहरिया बुहारी सिरियलको 48 भागदेखि 115औं भागसम्म आउँदै गर्दाखेरि जसरी मधु र बसन्तीलाई रुचाउँदै आउनुभएको थियो, मधु र बसन्तीको विवाह होस् भनेर भन्दै आउनु भएको थियो। तर मधु र बसन्तीको विवाह हुने कुरा भने लगभग 92-93 भागतिर पुगिसकेपछि लगभग दर्शक श्रोताहरूले अब विवाह हुँदैन कि भन्ने खालका कुरा गर्नुभयो। सँगसँगै बसन्तीको र मधुको विवाह हुँदैन भनेर पनि केही सल्लाह सुझावहरू आए। त्यही अनुरूप हामीहरू अगाडि बढिरहेका छौँ। यो सँगसँगै जुन तपाईले देख्न सक्नुहुन्छ मधुको बुवा एकदमै बरिन्दा र आँसु चुहाएर रोएको देखेका छन्। यो कुरामा पनि बसन्तीले सकेसम्म केही कुरामा सहयोग गरे हुन्थ्यो, केही कुरामा मधुको बुवालाई सम्झाइ बुझाइ गर्ने कोसिस गरे हुन्थ्यो भन्ने केही दर्शक श्रोताहरूको सल्लाह सुझावहरू हुन सक्छ। त्यो विषयलाई पनि बसन्तीले हेर्दै जानेछ आगामी दिनमा। त्यस्तै गरी चाहिँ बसन्तीको घरमा बसन्तीको बहिनी आएकी छिन्। बहिनी आएर चाहिँ रीतासँग पनि अन्तिमको सिनमा साथी बनेको देख्न सक्नुहुन्छ। त्यस्तै गरी बसन्ती मधुलाई भेट्न गएको बेलामा रीता एकदमै रिसाएकी थिइन् यो कुरा थाहा पाइसकेपछि। त्यस पछाडि फेरि रीता पनि मधुको घरमा गएर मधुलाई बेसरी गाली गरेर थर्काएर अबदेखि चाहिँ मेरो श्रीमानसँग यसरी नजिक हुने कोसिस नगर भनेर त्यहाँनिरबाट धेरैभन्दा धेरै चेतावनी दिएर हिँडेको पनि तपाईहरूले सहरिया बुहारी सिरियलको 115 भागमा देख्न सक्नुहुन्थ्यो। यो सँगसँगै सहरिया बुहारी सिरियलको आगामी कथावस्तुहरू यही अनुरूप अगाडि बढ्दै जानेछ। हाम्रा भगवान रूपी दर्शक श्रोताहरूले दिनुभएका सल्लाह सुझाव अनि प्रतिक्रियाहरूलाई नै हामीहरूले
पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नेछौँ। विशेष गरी सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिँदै गर्नुहोला। सहरिया बुहारी सिरियलको 115 भाग सञ्जीवनी इन्टरटेनमेन्टको युट्युब च्यानलमा आएको छ। त्यहाँ गएर हेरिसकेपछि तपाईँको आफ्नो मनमा लागेका विभिन्न खालका सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिँदै गर्नुहोला। विशेष गरी आगामी सोमबारको दिन सहरिया बुहारी सिरियलको आगामी दिनका कथावस्तुहरू के कस्तो होलान्, कसरी अगाडि बढ्ला, यी सबै कुराहरू खुलाउनेछु। त्यस्तै गरी सहरिया बुहारी सिरियलको 116 भाग कस्तो आउला त, 116 भाग कसरी तयारी भएको छ, यी सबै कुराहरू खुलाउने बाचा गर्दै आजको यो छोटो भिडियोबाट म बसन्ते बिदा हुनुपर्ने हुन्छ। आगामी सोमबार यस्तै भिडियो बनाएर फेरि पनि हाम्रा भगवान रूपी दर्शक श्रोताहरू समक्ष जोडिनेछु। तबसम्मको लागि हाम्रा भगवान रूपी दर्शक श्रोताहरूबाट अलि टाढा हुन चाहन्छु। सहरिया बुहारी सिरियललाई जसरी माया गर्दै आउनु भएको छ त्यसरी नै माया गर्दै जानु होला भन्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, सबैको जय होस्। जय सहरिया बुहारी।